वेलकम टू माई पवन एसटी ब्लग। आज चाहिँ मैले हजुरहरूलाई पार्ट 2 लिएर आएको छु गाइस। यो भन्दा अघि चाहिँ मैले ग्राउन्डहरुको चाहिँ पार्ट 1 गरेर राखेको थिएँ भने आज चाहिँ मैले क्याम्पतिरको हजुरहरूलाई यो भन्दा अघिल्लो भिडियोमा पनि भनिसकेको थिएँ म यसको पार्ट 2 लिएर आउँछु भने। अच्छा र मैले आज चाहिँ पार्ट 2 लिएर आइसकेको छु गाइस। त्यसलाई चाहिँ राम्रोसँग हेर्दिनु होला त्यो भिडियोलाई चाहिँ सुरुदेखि लास्टसम्म। र मैले पहिलाको भन्दा अहिले चाहिँ धेरै इम्प्रुभ गरेर मैले गरेको छु गाइस। पहिले यसरी पनि म बोल्न सक्थिन किनकि क्यामेराको अगाडि आएपछि म खासै राम्रोसँग बोल्न सक्थिन, तर अहिले चाहिँ मैले धेरै इम्प्रुभ गरेर अहिले मैले हजुरलाई यो भिडियो हजुरको सामना लिएर आएको छु र आफूले सक्दो राम्रो बनाउने कोसिस गरेर मैले गरेको छु। पहिलाको भिडियो भन्दा अहिलेको चाहिँ मलाई जहाँसम्म लाग्छ धेरै इम्प्रुभ भएको छ जस्तो लाग्छ। अच्छा र हजुरले भिडियो हेरिसकेपछि सुरुदेखि लास्टसम्म हेरिसकेपछि प्लिज कमेन्ट चाहिँ गर्न नभुल्नु होला, किनकि हजुरको एउटा कमेन्टले गर्दा मलाई थोरै इम्प्रुभ भए पनि त्यसको इम्प्रुभ गर्दा 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 राम्रो हुनेछ भिडियो। र लाइक गर्न पनि नभुल्नु होला र सब्स्क्राइब र बेल आइकन पनि दबाउन नभुल्नु होला। उससे मेरा क्या फायदा हुआ, मुझे क्या मिला बताओ। उससे मेरा क्या फायदा, मुझे क्या मिल रहा है। किनकि हजुरले मलाई सब्स्क्राइब गर्नुभयो भने मेरा पछि-पछिका भिडियोहरु नै हजुरसम्म जानेछ र मलाई पनि हजुरले त्यसरी नै माया गरिराख्नु भयो भने मलाई पनि अझ भिडियो अझै बनाउने र हजुरलाई मनोरञ्जन अथवा मबाट के हुन सक्छ र मैले के गरिराखेको छु विदेशको ठाउँमा सबै हजुरले पाउनु हुनेछ गाइस। म चाहिँ हजुरलाई यति भन्दै म भिडियोतिर लाग्छु। अब चाहिँ लाइक कमेन्ट सब्स्क्राइब चाहिँ नभुल्नु। और अभी तो रुको, क्लाइमैक्स अभी बात। काम पनि डुबेको छ। अब चाहिँ हामी हिँड्न लाग्यो। क्याम्प चाहिँ धेरै ठुलो छ। अब चाहिँ यो साइकलमा चाहिँ अब हामी राइड गर्छौँ। यही साइकल हो। यो साइकलमा चाहिँ गाइस अब चाहिँ स्टार्टिङ भयो। अब हाम्रो राइड क्याम्पतिर लागौँ। एउटा हातमा क्यामेरा, एउटा हातमा साइकल। मेरो मोबाइलको क्यामेरा चाहिँ त्यति राम्रो छैन। घाम पनि अब डुब्न लागिसकेको छ। हेर्न सक्नुहुन्छ यही नै हो क्याम्प चाहिँ। मेरो बिल्डिङ चाहिँ यतापट्टि हो। अब चाहिँ अब यहाँबाट स्टार्टिङ भयो। गाइस मैले चाहिँ यो अस्ति हजुरलाई अर्को सबैभन्दा फर्स्ट भिडियोमा चाहिँ मैले हजुरलाई यो ग्राउन्डहरु देखाएको थिएँ भने अब चाहिँ म हजुरलाई यतापट्टिको क्याम्पहरु देखाउने छु। मैले अर्को भिडियोमा पनि भनिसकेको थिएँ हजुरहरूलाई। घाम चाहिँ लगभग डुबिसकेको छ। अब हाम्रो स्टार्टिङ हुन्छ यही साइकलमा। लेट्स गो। एउटा हातले साइकल चलाउँछु, एउटा हातले मोबाइल। पहिला चाहिँ हामी लास्टबाट सुरु गर्नेछौँ। यो चाहिँ बाटो हो। गाइस यो चाहिँ अब पार्किङ आउन लाग्यो। गाडीहरू राख्ने पार्किङ चाहिँ यतापट्टि हो। यो चाहिँ यो पनि हजुरलाई देखाएको मैले यो बास्केटबलको। आज चाहिँ मान्छेहरू हुनुहुन्छ है। आज चाहिँ मान्छेहरू धेरै हुनुहुन्छ आज, किनकि यो ईदको टाइम भएर 4 दिन जति छुट्टी छ। तर मेरो चाहिँ छुट्टी छैन। मेरो चाहिँ 4 दिन जति हाफ टाइम काम गर्नै पर्छ। यो चाहिँ पार्किङ हो है। यो चाहिँ गाडीको पार्किङ हो। ठुल्ठुलो बसहरू अथवा यो हाइसहरू हुन्छ। हाइसहरू ठुल्ठुलो बसहरू। यो चाहिँ मैले चलाउने बस हो र अनि यो हाइस पनि मैले चलाउने हो। यही हो।
यो चाहिँ ठुलो पार्किङ है। अब चाहिँ हामी सानो कोस्टर गाडीहरू राख्ने ठाउँतिर जाँदैछौँ। अर्को पार्किङ पनि छ, यस्तो पार्किङहरू धेरै छ। यहाँ लगभग मान्छेहरू हुनुहुन्छ 20-25 हजारजना भन्दा बढी मान्छेहरू हुनुहुन्छ। यो चाहिँ जुनियर क्याम्प हो, उतापट्टि सिनियर क्याम्प छ। पछि यसरी नै मलाई माया गरिराख्नुहोस्, म हजुरहरूलाई त्यो भिडियो अर्को सिनियर ग्रुपको भिडियोहरू पनि बनाउने छु। यो चाहिँ मस्जिद हो। अहिले चाहिँ यहाँ ईदहरू चलेको छ होइन, सबैभन्दा ठुलो ईद। के गर्ने, साइकलको साइड लाइट छैन गाइज, साइकलको साइड लाइटहरू बाल्न हुन्थ्यो। अहिले चाहिँ अँधेरो भइसकेको छ, किनकि दिउँसोमा घामहरू भएर हिँड्नै सकिन्न। यो चाहिँ सानो गाडीहरू राख्ने पार्किङ हो। यो चाहिँ कोस्टरहरू र टेलिमनीको ब्याङ्क चाहिँ उतापट्टि छ, सिधा अगाडिपट्टि देख्न सक्नुहुनेछ होइन। यो चाहिँ कोस्टर गाडीहरू राख्ने हो सानो। र यतापट्टिको चाहिँ ग्राउन्ड हो है गाइज, यतापट्टिको चाहिँ सब ग्राउन्ड हो। यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ टेलिमनी ब्याङ्क हो यो चाहिँ। र उतापट्टिको सबैभन्दा लास्टको चाहिँ त्यो चाहिँ सामानहरू किन्नको लागि पसलहरू छ। यहाँनिर चाहिँ बकाला भन्छ के अरे, अब यहाँको ल्याङ्ग्वेजमा चाहिँ है, नेपालीको उसमा चाहिँ सपिङ सेन्टर भने जस्तै है। उतापट्टि एम्बुलेन्सहरू इमर्जेन्सी केही पऱ्यो भने यो चाहिँ फार्मेसीहरू जस्तो भन्नाले अब सानोतिनो हस्पिटलहरू छ यहाँ चाहिँ। यो क्याम्पमा चाहिँ सबै छ है हस्पिटलहरू। त्यो चाहिँ हस्पिटल भयो, एम्बुलेन्सहरू इमर्जेन्सी कसैलाई केही पऱ्यो भने कतिको लैजाने। र यतापट्टि नै हेर्नु सक्नुहुन्छ वहाँनिर लास्टमा चाहिँ त्यो पनि पार्किङ हो। र यता आगो लाग्यो के भयो भने फायरको लागि पनि यहाँ गाडीहरू सबै सुविधा छ। उतापट्टि सिधा अगाडिको चाहिँ क्याफे हो त्यो चाहिँ। यसरी नै माया गरिराख्नुहोस्। हजुरहरूलाई म यतापट्टिको चाहिँ फेरि अर्को नेक्स्ट भिडियोमा देखाउने छु। यो चाहिँ अब यताबाट चाहिँ यहाँबाट छुट्टिन्छ। यतापट्टिको चाहिँ जुनियर हो र यतापट्टिको चाहिँ सिनियर हो। सिनियर ग्रुप र जुनियर ग्रुप छ यता चाहिँ। अब हामी चाहिँ आजको भिडियोको लागि जुनियर ग्रुपमा जाँदैछौँ। हामी अब गाडीहरू आएको छैन, अहिले बाटो क्रस गर्दैछौँ। म पनि आएको थिएन गाइज, आज पहिलोचोटि भिडियो बनाउनलाई म यता आएको छु, किनकि धेरै अब हिँड्दा दिनभरि काममा थाकेको हुन्छ होइन। हिँड्दा खुट्टा दुख्छ, त्यसैले म चाहिँ आउन पाएन। र आज चाहिँ म हजुरहरूलाई सक्दो म सबै देखाउने कोसिस गर्छु, किनकि यहाँ धेरै ठुलो छ। हेरौँ के हुन्छ। र यो पनि बसको पार्किङ हो यो सबै। उतापट्टि गाडी नअटेर यतापट्टि राखेको छ। अझै पार्किङहरू छ यहाँ चाहिँ। धेरै दिनबाट यहाँ सुन्ने छ कालो बादल छाएको जस्तो। ए साथी तिमी कहाँ छौ भन, लामो दिनहरू काट्न नै गाह्रो। सानो छँदा र यतापट्टि हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ यहाँको सबैभन्दा ठुल्ठुलो जेनेरेटर है। यो चाहिँ जेनेरेटर हो, एकदम आवाज हल्ला आएको छ। यो चाहिँ पोस्टरको र अब हामी
हामी लास्टबाट स्टार्टिङ गर्नेछौँ। यही नै हो क्याम्प। अघि मैले भनेको थिएँ हजुरलाई यो चाहिँ जेनेरेटर हो र यता चाहिँ हल्का सामानहरू के बनाउँदैछ। यता चाहिँ नो स्मोकिङको लागि चाहिँ बोर्ड दिएको छ। स्मोक एरिया चाहिँ ठाउँ ठाउँमा छ। स्टप बोर्ड भनेको चाहिँ गाडी रोक्नुपर्छ होइन, किनकि अहिले मेरो चाहिँ गाडी होइन साइकल हो, त्यही भएर मैले अहिले रुल्स फलो गरिनँ। अँध्यारो पनि भयो, त्यही भएर मैले चारवटा हजुरहरूलाई भिडियो देखाउन लागेको। उतापट्टि जुन त्यो लाइटहरू देख्नु भएको छ त्यो चाहिँ पानीको ट्याङ्की हो र यो चाहिँ टोइलेट हो। यो चाहिँ सुरुमा भिडियो बनाउनु त साह्रै लाज लाग्थ्यो गाइस। आज भोलि त खै लाज भन्ने चिज कता गयो। म चाहिँ हजुरलाई पहिला पानीको ट्याङ्कीहरू देखाउने छु र त्यो देख्न सक्नुहुनेछ, त्यो चाहिँ यहाँको सबै सप्लाई गर्ने चाहिँ पानीको ट्याङ्कर हो है। फायर वाटर भनेर लेखेको छ। त्यसै इमर्जेन्सी कतै आगो लाग्यो भने यो निभाउनको लागि यही हो क्याम्प चाहिँ। र त्यो जुन फायर वाटर भनेर लेखेको थियो यो देख्न सक्नुहुन्छ। यो चाहिँ जुन आगो लागेको कहाँ यो यस्तो चाहिँ ठाउँमा छ। आगो लागेको ठाउँमा चाहिँ अब यहाँबाट पानीहरू कुनै बेलामा गाडीहरू पुग्न नसक्छ होइन, गाडीमा भएको पानीहरूले काम नगर्न सक्छ किनकि यो ठुलो छ क्याम्प। त्यसैले यो यस्तो चाहिँ ठाउँमा छ है। सेफ्टीको चाहिँ एकदम टाइट छ यहाँ चाहिँ, सेफ्टीको एकदम राम्रो छ। हामीले पनि सेफ्टी बिना त्यतिकै गर्नु मिल्दैन। हामीसँग नि सबै सेफ्टी कार्डहरू सबै हुनुपर्छ र सेफ्टीमा चाहिँ एकदम राम्रो छ है यो। यस्तो चाहिँ टोइलेटहरू ठाउँमा छ। यो चाहिँ 2 तला क्याम्पहरू र यतापट्टि जुन देख्न सक्नुहुन्छ म चाहिँ बिहान जहिले पनि खाना लिन आउनुपर्छ। यहाँ चाहिँ यो चाहिँ क्यान्टिन हो है, सबै यो लाइनको चाहिँ सबै क्यान्टिन हो र देख्न सक्नुहुन्छ मान्छेहरू धेरै हुनुहुन्छ, धेरै नेपाली दाजुभाइहरू पनि धेरै हुनुहुन्छ यहाँ। र यो साइकलले चाहिँ धेरै राम्रो काम गरेको छ। मलाई 3-4 घन्टा लाग्ने ठाउँमा यसले 1 घन्टा अथवा आधी घन्टामै काम दिएको छ। यो चाहिँ मेरो साथीको साइकल हो। यो चाहिँ हेर्न सक्नुहुन्छ, यो बिल्डिङ चाहिँ कपडाहरू धुन दिनको लागि सबै फेसिलिटी दिएको छ यो क्याम्पले चाहिँ।
ए त्यसैले पो तेरो जिउ यस्तो बोका बोका हुना रहेछ है। यो चाहिँ क्यान्टिन हो है, यो साइडको गाडी पनि हेर्न सक्नुहुनेछ। यो सब यो लाइनको क्यान्टिन हो। के गर्ने गाइस, दिउँसो हिँड्न सकिन्न, राति नै हो यसरी भिडियो बनाउने। नाटकै हो, नाटकै हो, नाटकै। किनकि दिउँसो घामले 6:30 बजेसम्म त यहाँ त एकदम हिँड्नै नसक्ने, एकदम भन्दा नि एकदम चर्को घाम लाग्छ। मैले चाहिँ हजुरलाई गल्ली गल्लीमा छिरेर देखाउँदैछु। यो चाहिँ क्यान्टिन हो है। अरू भिडियो, आजको भिडियोमा चाहिँ मैले हजुरहरूलाई बाहिरको मात्रै देखाउने छु र अरू भिडियोमा चाहिँ म हजुरहरूलाई मेरो रुमको भिडियो र क्यान्टिनभित्रको जिमको सबै भिडियोहरू मैले देखाउने छु। यसरी नै मान्छेहरू टन्नै हुनुहुन्छ है, सबै अब अँधेरो भइसक्यो, त्यही भएर लाइट बालिसक्नु भयो। साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो। म चाहिँ सुशान्त केसीको एकदम भन्दा नि एकदम ठुलो फ्यान हो है। सुशान्त केसीको चाहिँ मलाई गीतहरू जति पनि छन् मेरो मनमै छुन्छ गाइस। जति पनि यो क्यामहरू देख्न सक्नुहुन्छ, यो चाहिँ यहाँनिर अहिले चाहिँ त्यत्रो 25,000जना मान्छेहरू जति हुनुहुन्न, कमसेकम अहिले चाहिँ लगभग 10,000जना जति मान्छे हुनुहुन्छ होला सबै टोटल। कौन है ये लोग, कहाँ से आते हैं? यो जुनियर ग्रुपमा मात्रै, सिनियर ग्रुपमा त अझै छ। सिनियर ग्रुपमा भनेको ड्राइभरहरू सब युज गर्ने, तर हामीलाई चाहिँ जुनियर ग्रुपमै राखेको छ। मैले चाहिँ अहिले यो भिडियोहरूमा चाहिँ मैले कम्पनीहरूको नामहरू केही खोल्न सकेको छैन, किनकि यहाँको नियम कानुन अनुसार नै चल्नुपर्ने हुन्छ भिडियोहरू बनाउनलाई। भोलि पर्सि यति नामको कारणले गर्दाखेरि भोलि पर्सि अप्ठ्यारो पर्न सक्छ। र मैले यो भ्लगहरू जति पनि बनाएको छु, मैले यो सबै पहिले यहाँको बारेमा बुझेर के कसो हो सबै बुझेर मात्र मैले यो भिडियोहरू बनाउँदैछु। यहाँ चाहिँ रुमभित्र खाना बनाउनु हुन्न, रुमभित्र खाना बनायो भने यस्तो हुन्छ है, बत्ती झिपझिप गर्छ। अब यहाँ चाहिँ त्यो फायरको गाडीहरू आउँछ अनि फाइन हान्छ, अनि सिधै 900 रियल जति फाइन हान्छ। गाई चाहिँ एकचोटि खाना बनायो भने रुममा खाना बनाउन एलाउड छैन। यो चाहिँ लास्टको है। सबै अँधेरो भइसकेको छ। ल गाइज, मैले जहाँनिरबाट भिडियो सुरु गरेको थिएँ म चाहिँ त्यहीँनिर आउन लागिसकेको छु, किनकि गल्ली गल्लीमा छिर्दै हिँडेको छु होइन। धेरै दिनबाट यहाँ सुन्न छ कालो बादल छाएको जस्तो। ओ माई गड, बिरालोले बाटो काटेको छ। लौ हामी चाहिँ पुग्न लागिसकेको छौँ। यो चाहिँ पानी खाने कुलर हो, जुन यहाँनिर देख्न सक्नुहुन्छ।
यो चाहिँ पानी खाने कुलर हो है। अँध्यारो भएको छ ठाउँ ठाउँमा। यस्तो यो गल्ली चाहिँ ठाउँ ठाउँमा राखेको छ र ठाउँ ठाउँमा यो पनि टोयलेट हो, टोयलेट बाथरुम, यो पनि टोयलेट बाथरुम हो। यहाँ चाहिँ एकदम भन्दा नि एकदम विशाल ठुलो छ। यो चाहिँ सेकेन्ड स्टेट। यो चाहिँ बोलोदियाहरूको फोहोरहरू, बोलोदियाहरूको गाडी चाहिँ दिने पछि आउँछ। यो चाहिँ आज राखेर गएको। यहाँ चाहिँ अँध्यारो भएछ। भोलि पनि ड्युटी छ ईदको बेलामा। अरूहरूलाई 4 दिन छुट्टी छ गाइस, तर हाम्रो चाहिँ छैन। तर ईदको बेलामा ड्युटी गर्न मजै हुन्छ। बिहान 5:30 बजी गयो अनि 10:30 अथवा 11 बजीतिर छुट्टी भइहाल्छ। आउँदा आउँदा 40 मिनट आधी घन्टाको बाटो हो। यहाँ आउँदाखेरि 12 बज्छ गाइस। र ओभर टाइममा नि जोडियो, आफ्नो सेलेरी पनि पाक्यो। यहाँ बसेर के गर्नु, के कामै छैन। ल गाइस, अब हामी चाहिँ जहाँबाट स्टार्टिङ गरेका थियौँ त्यहाँ चाहिँ हामी आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ फर्स्ट स्ट्रेट भनेर लेखेको छ। म चाहिँ फर्स्ट स्ट्रेटको बाटोमा हो र हजुरहरूलाई टुक्क म यो ग्राउन्डहरूको पनि देखाउने छु। हेर्नु गाइस, हिँड्दा अँध्यारो भइसक्यो। कस्तो टाइममा हिँडेको थिएँ र अहिले यही म जुन फर्स्ट भिडियो स्टार्टिङ गरेको थिएँ त्यहीँ आउँदालाई अँध्यारो भइसक्यो। यस्तो हुन्छ। आज धेरै राम्रो हावाहरू लागेको छैन। साइकलले चाहिँ धेरै काम दिएछ है गाइस। हेर्नु सक्नुहुन्छ मैले कसरी साइकल चलाएको छु। उकालो छ, धेरै पछि साइकल चलाएको, पुरै खुट्टा समातिसक्यो। र म अबका दिनहरूमा मैले के गरेको छु त्यो पनि हजुरहरूमाथि सबैमाथि मैले भिडियोहरू राख्नेछु। अब चाहिँ हामी ग्राउन्डपट्टि लाग्छौँ गाइस। पछाडि चाहिँ गाडीहरू आएको थियो। अब ग्राउन्डपट्टि। ओ माई गड, ठेल्न सकिएन साइकलले धेरै काम हान्यो। आज हजुरहरूलाई मैले यो टुक्क ग्राउन्डहरूको पनि देखाउन लागेको छु। साइकलले चाहिँ धेरै काम हानेको छ आज चाहिँ। अहिले चाहिँ म छेउछेउको बाटो हिँड्दैछु। हरियाली भनेको चाहिँ यही क्याम्पमा मात्रै देख्न सक्नुहुन्छ गाइस। अन्तको नि म गाडी चलाउँदाखेरिको हरेक भिडियोहरू बनाउनेछु। र यतातिर सबै मरुभूमि हो, हावा चलेर सबै पाल्लो नेपालमा हिउँहरू पर्दा अथवा असिनाहरू पर्दाखेरि जाडोको टाइममा पुरै बादलहरू लागु हुन्छ। त्यस्तो चाहिँ यहाँ चाहिँ देखिन्न, किनकि यहाँनिर सबै सेतो त हुन्छ तर सबै पाल्लो उडेर।
गाडीबाट एकैछिन हात मात्रै निकाल्न पर्छ, यसो मुठी पारेर बस्ने हातभित्र आफै बल्लहरू भरिन्छ। त्यस्तो हुन्छ गाइस। यो चाहिँ यहाँनिर चाहिँ यो ग्राउन्डमा चाहिँ अघिसम्म मान्छेहरू खेलिराख्नु भएको थियो, तर अहिले चाहिँ सायद जहाँसम्म लाग्छ सबै आफ्नो आफ्नो ठाउँतिर लागिसक्नु भएछ क्यामरामा। अब भोलि पनि गेमहरू एकदम चल्छ है। यही क्याम्पबाट दमममा चाहिँ दमम भर्सेस अलासाको टिमहरूको चाहिँ गेमहरू लगभग 45-46 टिमहरूको गेमहरू चल्छ यहाँनिर चाहिँ। प्रायः जस्तो भलिबलहरू चल्छ। आफ्नै नेपाली दाइहरूले यहाँनिर क्लब खोल्नु भएको छ होइन। के गर्ने, म नि जान्थेँ तर मलाई भलिबल खेल्न आउँदैन। भलिबल बास्केटबल त्यस्तो खेल्ने बेलामा स्कुल छोडिहाल्यो गाइस। स्कुल छोडेपछि कामकाजतिरै लाग्न थालियो। भर्खरै गाडी गयो र यो साइकल चाहिँ यही नै हो। यो सिटी चाहिँ अहिले भर्खरै झरेर आएको। अब हामी चाहिँ अर्को ग्राउन्डमा स्टार्ट भाइ। हात काट्यो क्या हो यसरी लडेँ म होइन, अब के गर्नु त, लडेँ त। ओहो काटेछ नि त। ल गाइस, मेरो खुट्टा काटेको अवस्था। आज चाहिँ यहाँनिर प्रोग्रामहरू थियो, किनकि मैले अघि नै पनि भनिसकेँ हजुरहरूलाई, यो 4 दिन जति एकदम ठुलो ईद यहाँको चाहिँ सबैभन्दा ठुलो ईदहरू थियो। यो चाहिँ ग्राउन्डमा देख्न सक्नुहुन्छ। यहाँनिर यो कुर्सीहरू राखेर धेरै प्रोग्रामहरू भएको थियो। अब चाहिँ नि अझै पनि सुरु लागेको छ है स्टेजहरू। टिटिट हरेन छैन, टिटिट। ब्रेक छैन गाइस यो साइकलको चाहिँ, हेर्न सक्नुहुन्छ ब्रेकै छैन। र यहाँनिर ग्राउन्डमा बसेर हावाको मजा लिने मान्छेहरू चाहिँ यहाँनिर बसिराख्नु भएको छ। लालु पतेलु गौतिर खिलाउ माया मैतिर खिलाउतिर। के गर्ने गाई, गाउन आएको भयो। गाईघरै बन्ने इच्छा थियो। गाई कार चाहिँ होइन, गाई चाहिँ बन्ने जस्तो छ। यहाँनिर त गाईको मासु पनि छोड्दैनन्। यहाँनिरको सबैभन्दा यिनीहरूलाई चल्ने भनेको गाईको मासु। हामीले पूजा गरिन्छ, के गर्ने बाध्यता छ। खाना चाहिँ खाइँदैन, भेजिटेबलहरू पाइन्छ, भेजिटेरियन। गाइस आजलाई चाहिँ यति नै भिडियो। अर्कोचोटि चाहिँ मैले हजुरलाई भनिसकेको छु। अर्को भिडियोमा चाहिँ मैले हजुरलाई क्यान्टिनभित्रको र जिम हाउस कस्तो कस्तो छ के छ भनेर मैले हजुरहरूलाई जानकारी दिन्छु। आजको ब्लग चाहिँ यति नै गाइस।